यो भिडियो चाहिँ नेपालमा बस्नुहुने तमाम विद्यार्थी भाइ बहिनीहरू जसले एससी सकेर एससी को अध्ययन पुरा गरेर अथवा आइएड अथवा बिएड कम्प्लिट गरेर बस्नुभएको साथी जति पनि हुनुहुन्छ, विद्यार्थी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, उहाँहरूको लागि चाहिँ यो स्पेशल हो हैन। यदि विदेश आउने नै हो भनेपछि चाहिँ तपाईहरुले पहिलेदेखि नै ल्याङ्ग्वेज सिक्न अध्ययन गर्न चाहिँ सुरु गर्दा राम्रो हुन्छ। एससी सकेर तपाईले काम गर्दा गर्दै जब गर्दा गर्दै ल्याङ्ग्वेज पनि साथसाथमै सिक्नुस्। जस्तै जापानिज ल्याङ्ग्वेज, कोरियन ल्याङ्ग्वेज, ग्रीक ल्याङ्ग्वेजहरू सिक्नुस् हैन। भाषा सिकेर काम लाग्छ, भाषा सिकेर काम नलाग्ने चाहिँ होइन, भाषा चाहिँ जहाँ पनि काम लाग्छ। अब समय चाहिँ खेर नफाल्नुस्। आखिर विदेश आउने नै हो, नेपालमा केही गर्ने होइन, विदेश आउने नै हो भनेपछि चाहिँ भाषा सिक्नुभयो भने तपाईको लागि मोस्ट इम्पोर्टेन्ट कुरा के हुन्छ भने तपाई चाहिँ भाषा सिक्नुभयो भने यहाँ धेरै चाहिँ सजिलो हुन्छ, सहज हुन्छ बोल्नको लागि हैन। त्यसकारणले चाहिँ म भाषा चाहिँ सबैलाई सिक्नुस् भन्छु। यदि विदेश आउने हैन, नेपालमा बस्ने हो, नेपालमा चाहिँ केही न केही गर्छु, नेपालमा चाहिँ केही न केही जागिर खान्छु भन्ने भने चाहिँ आयोग पास गर्ने, आयोग पढ्ने, मजाले डटेर पढ्ने हैन। विदेशै जाने हो भनेपछि 25 वर्ष कटेर 26-27 वर्षमा भाषा सिक्नुभन्दा पहिलेबाट अध्ययन गर्नुभयो भने चाहिँ के हुन्छ भन्दाखेरि धेरै सहज हुन्छ। जसकारणले गर्दाखेरि तपाईँ चाहिँ एकदम सफलता मिल्छ, पछिको लागि धेरै सफलता मिल्छ। यहाँ कतिपय अब साथीभाइहरू चाहिँ आउनुहुन्छ हैन, विद्यार्थी भाइ बहिनीहरू आउनुहुन्छ, भाषा आउँदैन, भाषा सिक्नलाई एकदम गाह्रो हुन्छ। ल्याङ्ग्वेज सिक्नको लागि त्यति धेरै टाइम पनि लाग्दैन, 6 महिना 1 वर्षमा लगभग ल्याङ्ग्वेज धेरै बोल्न सक्ने चाहिँ हुन्छ हैन। मैले पनि पढेको, जापानिज पनि पढेँ, मैले कोरियन पनि पढेँ, सफलता केही पनि भएन। अहिले म युरोपमा साइप्रसमा आएँ। मैले चाहिँ यहाँ आउने बेलामा चाहिँ धेरै कुराहरू चाहिँ अनुभव कहाँनिर पाएँ भने भन्दाखेरि भाषा सिक्यो भने चाहिँ धेरै सजिलो हुँदो रहेछ हैन। अब हामीले इङ्ग्लिस ल्याङ्ग्वेज त बोल्छौँ, तर इङ्ग्लिस यहाँ सबै ठाउँमा चल्दैन। यहाँको जनताले अब सबैले इङ्ग्लिस बुझ्दैन। त्यसकारणले तपाईँ जुनसुकै देश जानुस्, भाषाहरू सिक्नुस्, तर पहिलेबाट सिक्नुस्, ढिलो नगर्नुस्। उमेर सक्यो भने